नमस्कार सबैजनालाई सन्दीप मगर युट्युब अफिसियल च्यानलबाट हजुरहरूलाई सबैजनालाई हार्दिक नमन गर्न चाहन्छु। आज हामी नेपाल जानेछौँ, राँची टु नेपाल। र यो यात्रा अन्तिमसम्म हेरिदिनु होला। अहिले सामान लोडिङ हुँदैछ। एकदम धेरै सामान भएको कारण दिनेश भाइले म धेरै सम्झेको छु। दुईजनाले बल भिआइपी पनि एकदम ठुलो भारी नै थियो। अब घर जाँदा अब सरफ यताउता सामान हाल्दा एकदम सामान धेरै नै हुने, त्यो कारणले गर्दा गाह्रो भयो राख्नको लागि, लोडिङ गर्नको लागि। त्यसमा मलाई दिनेश भाइले एकदम धेरै सहयोग गरिदिनु भयो। त्यसको लागि मरी धन्यवाद दिन चाहन्छु। र मेरो छोराछोरी पनि एकदम ह्याप्पी भएको छन्। कति बेला घर पुगौँ भन्दै 10 महिनापछि जाने बेला एकदम आतुर नै भएको, म लगायत मेरा छोरी, मेरा बुढी सबै एकदम आतुर भएको र एकदम ह्याप्पी भएको। भन्दै गाडी पनि चढिसकेको अवस्था, चढेर म भएको अवस्था हामी रेल स्टेसनसम्म। मौसम पनि एकदम ठिक, गर्मी त्यति थिएन। बाहिरको दृश्यहरू पनि एकदम रमणीय थियो, एकदम राम्रो। बाहिर एकदम जाम पनि थिएन, एकदम मौसम क्लियर, एकदम मजाले बाहिर हेर्दै गइरहेको अवस्था। सँगै रेल स्टेसनमा चढेर छोरी ह्याप्पी भएको, रियान्सी मेरो छोरा एकदम ह्याप्पी भएको है। सेकेन्डचोटिको ट्रेन हो मेरो छोराछोरीको, एकदम खुसी भएको छन् तीनजना मिलेर। साथसाथै मेरो बुढी पनि कहिले घर पुगौँ भनेर सेन्टी भएको छन् है। र छोरीहरू त एकदम ह्याप्पी नै भएको छन्। म पनि एकदम एक्साइटेड छु कि कति बेला पुगौँ भनेर। भन्दै अलिकति खुसी हुँदै, खुसी खाँदै मेरो छोराछोरी र म, मेरो बुढी लागिरहेको अवस्था। बाहिरको दृश्य हेर्दै र त्यसैमा छोटो टिकटक मेरो छोरीले बनाउँदैछन्। मलाई चाहिँ टिकटक बनाउन आउँदैन। छोरी चाहिँ एकदम माहिर छन्, माहिर। सबैजनाले टिकटक पनि हेरिदिनु होला है, साथै कमेन्ट पनि गरिदिनु होला। राम्रो दृश्य आयो जाँदा जाँदै, एकदम ब्रिज मुनि एकदम नदी, एकदम रमाइलो लाग्यो। मेरो छोरालाई एकदम बेस्ट, एकदम ह्याप्पी भएको छन् छोरा मेरो। एकदम खुसी लाग्यो छोरालाई यो दृश्य देख्दा, खुसी भएको छन् छोरा। हेरिरहेको अवस्था, खुसी भएको अवस्था। यो सानो उमेरमा त्यो ह्याप्पी भएको देख्दा एकदम ड्याडीलाई एकदम प्राउड, खुसी लाग्छ। एकदम लामो थियो ब्रिज पनि, काफी लामो थियो। ब्रिज पार गर्दै ब्रिज कटिसके पछाडि मेरो छोरीले फेरि हल्का पोज दिँदैछन्। माहिरन छोरी। अब गुडिया घरसम्म लाने भनेर गुडिया सँगै ल्याइदिएको। म लगेर जान्छु भनेर छोरीले गुडिया पनि घरमै लिएर आइपुगे। त्यो गुडिया एकदम गुडिया लभर मेरो छोरी दिव्यान्श्री। नक्कल पनि उस्तै पार्छन्, पोज पनि उस्तै दिन्छन्। भन्दै जाँदा जाँदै एकदम हरियाली, एकदम खेतीयोग्य यो दृश्य देख्न सक्छौँ। र इन्डियामा जुनसुकै ठाउँमा पनि एकदम राम्रो खेती भएको देख्छु है। अहिले यसमा गहुँ एकदम राम्रो भएको थियो, एकदम मजाले गहुँ फलिरहेको अवस्था राम्रो भएको थियो। समतल एकदम राम्रो, कति राम्रो लाग्यो। भन्दै हामी अबको स्टेसन गोरखपुरदेखि जाँदैछौँ, गोरखपुरदेखि सुनौलीस तरफ। एकदम राम्रो लाग्यो मलाई चाहिँ यो दृश्य है। या त चेन्ज भएको, या त म धेरै पछाडि गएर यति राम्रो देखेँ। एकदम राम्रो छ, एकदम मजा लाग्यो, खुसी भएको अवस्था। साथमा ड्राइभर, बुढी, बहिनी अनि हिताङ भाइ, साथमा छोरी।
खुसी हुँदै कहिले आतुर हुँदै कहिले पुग्ने भन्दै मेरो छोरा पनि अगाडि मसँग बसेको छन्। कहिले पुगिन्छ ड्याडी, कहिले पुगिन्छ भनेर पुगिन्छ भन्दै लाँदैछु। र हामी चाहिँ अहिले गोरखपुर पुगेको अवस्था, सुनौली पुगेको अवस्था, सुनौली बोर्डर पुगेको अवस्था। अहिले बोर्डर एकदम बिजी जाम नै थियो, एकदम टाइम लाग्यो बोर्डर क्रसिङ हुन, किनकि एकदम जाम हुँदो रहेछ। त्यो कारणले खुसी पनि लाग्यो। साइडमा नेपाल, इन्डियाबाट जाँदा नेपाल एकदम आतुर हुन्छ नि त, अनि फ्यामिली त एकदमै ह्याप्पी नै हुँदै हामी बोर्डर क्रस हुँदै पनि आफ्नो ठाउँ गुल्मी तीनौं खोला त्रिवेणीमा ब्रिजमा पुगिसकेको अवस्था है साथी हो। यहाँबाट हाम्रो घर धेरै टाढा छैन। यति हुँदै मैले यो भिडियोलाई स्टप गर्न चाहन्छु र साथ सपोर्ट दिनुहोला, अन्तिमसम्म हेरेर माया दिनुहोला भन्दै सबैजनालाई नमस्कार।